Bye bye. Bye bye Snowland. Snowland. टाढा पानी यताबाट ल अब हामी घोरे पानीबाट टाढा पानी हुँदै घामरुक निस्किने उसमा छौँ अब यु आर हियर एन्ड वेयर वी आर हेडिङ कहाँ हो त हामी जाने कता हो त हामी ल घोरे पानीबाट अब हामी टाढा पानी घामरुक हुँदै आफ्नो ट्रेक पुरा गर्ने उसमा छौँ आज हाम्रो गन्तव्य चाहिँ टाढा पानी हो अनि भोलि बिहान उठेर टाढा पानीबाट घामरुक हुँदै चितवनै बास बस्न पुगिन्छ हेलो रमाइलो हाम्रो यो हामी 6 जनाको टोली छौँ अहिले कान्छी अगाडि छोरो ल रमाइलो भएको छ ल जानुहोस् अगाडि जानु ल भाइ नानी कति राम्रो रेन्ज देखेको है यही हेर्न आएको त हो नि Still you are working. You do official things. Like in tourism sectors, we use English calendar. You see Kedara Babu here? You know like I'm here. First time, huh? Nowadays, India does not practice it, but we follow that calendar. Grasko Fort. Depends on the calendar. हामी पनि खिचौँ त हुन्छ यो चाहिँ बिहान हामी गएको टाउरे हेर्छ There is also we find the god of जान्छ आनन्द फिल Huh? तिमीलाई नमजा भइरहेको छ है हेर त कस्तो टुप्पैमा रहेछ कति मजा रहेछ भाकिँदै आयो
Goodbye, goodbye. Goodbye, goodbye. Goodbye to Himalaya. छेक्यो लाओ माथि अब छेक्यो अब उतापट्टिको भ्यू पोइन्टहरू टिसप कति राम्रो ल थाप्ले डाँडा टिसप रहेछ कति राम्रो पुगिरहेको हुन्छ ल उसुले अब आस्ते आस्ते सबै हिमालहरू छेकिदिएको घोरीपानी तल्लो बेसमा ओरियन माथि ल अब हिमालहरू ढाकिँदै राखिन्छ थाप्ले डाँडा उसो आयो ल रहरै लाग्दैन एउटा डेन्जरै भ्यू देखे बादल हाम्रो वारपार Oh my god. देख्न सक्नुहुन्छ हामीले क्लाउडलाई समातिसकेका छौँ पालै रमाइलो होइन त दाइ यता अर्को दाइ हुनुहुन्छ यता अरू टुरिस्टहरू उता माथि अलरेडी पुगिसकेका छन् सबैजना बाटो छुट्दो रहेछ इन्डिया छ है के अरे यो थाप्ले डाँडा के अरे हजुर थाप्ले डाँडा म त कति पर आएछु हिमालय ल थाप्ले डाँडाबाट देखिएको भ्यू देउराली छ टिसप पनि छ यहाँ साह्रै राम्रो भ्यू छ थाप्ला डाँडा ए बस है एउटा फोटो खिच्नुपर्छ नि त टिसप ल ल होइन ल नमस्ते नमस्ते ल थाप्ला डाँडाबाट हामी अब देउरालीतिर हिँड्यो यो थाप्ले डाँडाबाट हामी यता अब देउरालीतिर हिँड्यो उपर तल हिजो आएको बाटो उल्लेरीबाट आउँदाखेरि यो उल्लेरीको पारिपट्टि देखिने ठुलो अग्लो डाँडा साह्रै मनमोहक छ थाप्ले डाँडा साइडमा आएपछि चाहिँ बरु अलिअलि गुराँस फुलेको देखियो
ल यो पुरै गुराँसको जङ्गल हो ए गुराँस यो टुप्पोमा गएपछि चाहिँ बल्ल ओह्रालो जान्छ ल हामी अहिले डाँडै हिँड्छौँ दुईतिर भिर अलिकति बिरायो भने चाहिँ अलि तलतिर हो अहिले त अलिक ओह्रालो है अहिले डाँडाको टुप्पो हिँड्यो त्यहाँ रुख नभए चाहिँ हिँड्नै नसकिने डर लाग्दो दुईतिर छङ्गाछुर भिर टुप्पोमै हिँडिहाल्यो फेरि पनि यतापट्टि यसो निगालो भएर हो नभए यता पनि बेसरी भिर छ कता छ नि भिर त गुराँसको रुख सुकेको जस्तो यस्तो राम्रो हिमाल देखिएछ है यस्तो ब्युटिफुल हेर्नुहोस् त हिमाल घोरे पानीबाट टाढा पानी जाने बाटोमा पर्ने एउटा स्टप देउराली गुराँस यहाँ चाहिँ अलिकति गुराँस फुलेको देखियो त्यही हो क्या त्यही हो खिचिसकेँ मैले ल हिँड जाऊँ ल देउराली ल सोभिनियर सप पनि रहेछ यहाँ त म त अब गाइड जसरी हिँड्छु नि त छिटो अनि के भने त होइन म त नेपालीसँग नेपालीवाला गाइड हो भनेर सोधिरहेको अनि के भन्दैछ होइन म परिवारसँग हार्नु भन्दै बाबा यता यो खतरा ओह्रालोमा बनाइदियो मम्मीको अलिक उल्टो होइन बनाइ हुन्छ मम्मीले पानी परेको बेलामा बल्लमहरू यसमा गाह्रै भएको छ त्यसो पानी परेको थियो कि कहिले 11 घन्टा लाग्यो त्यहाँबाट जान्ला भन्थ्यो कि पानी परेको घोरे पानीबाट टाढो पानी होइन ए पानी पऱ्यो भने फिजो हुन्न यहाँ अब त हामी त 2.5 घन्टामा पुगिन्छ अरे टाढा पानी बुक गरिसक्यो त्यहाँ एसीमा हामी गान्द्रुक किन बस्ने बसिसकेको त पहिले गान्द्रुक भन्दा टाढा पानी राम्रो साइलेन्ट पिस टाढा पानीबाट 2 घन्टा होइन गान्द्रुक 1.5 घन्टा ठिकै हो अनि टाढा पानी र अनि गान्द्रुकको बिचमा एउटा उ खरे नि त स्टेसन गाउँ होइन त्यो पाल पऱ्यो भन्नु न वेलकम टु होटल लालीगुराँस लज एन्ड रेस्टुरेन्ट अन्नपूर्ण
11 घान्द्रुक देउराली। ल आयो देउराली आयो। देउरालीबाट अलि मुनिपट्टिको बाटो बनठाँटी र देउरालीको बिचको बाटो है यो अहिले। घान्द्रुक जाने बाटो छोड होइन कति राम्रो झर्नाहरू पनि छ सानो। ठिक छ भाइ। पुरै भर्न पर्यो त्यसमा लठीमा। त्यता हेरेर नहिँड के तिमी। धेरै भर्न पर्यो है लट्ठीमा। आस्ते आस्ते सपोर्ट चाहिँ लिने। चाहिँदैन मलाई त। Ê, ओह्रालो चाहिँ खतरा ओह्रालो रहेछ। खतरा चाहिँ खतरा नै। यो ल अगाडि जानुहोस्। ठिक छ। हस् हस् कस्तो सस्ता। जानु म आउँछु।
यो बाटो यो भिड ल हेर्नुहोस् बाटो यस्तै छ हजुर तल खोला छ कता कता सुसा छ ए भिर यस्तै छ है ठुलो भिर छ बाटो यही हो Hungry Irish. Was it just raining? Banthati. Bosum एकछिन. माथि भिर यता हेर्नु भिर यता भिर हो र ए 2660 मिटर त अझै रहेछ नि यो पनि है ओहो है हामी आज घोरेपानी पुनिल सबै घुमेर हाम्रो दुई फ्यामिली अहिले अन द वे बनठाँटी भन्ने ठाउँमा आइपुगेछ यस्तो भिड छ यो बनठाँटी दाउरा हेर्नुहोस् कति मजाले दाउरा राखेको सबै होटलहरु रहेछ यो ठाउँलाई के भन्छ बनठाँटी नै हो ए ए हैन ल ट्रान्क्विलिटी गेस्ट हाउस एन्ड रेस्टुरेन्ट बनठाँटी म चाहिँ उगा चाहिँ पारी ढुङ्गा खानी फौजमा त उल्लेरी साइड उल्लेरीको होटलहरु देख्यो हेर उल्लेरीको होटलहरु त नि
यहाँ टिनको घरहरू छ अब यहाँ अनि हामीले हेऱ्यौँ उल्लेरीको होटलहरू कति राम्रो घर छ ल बाबु उल्लेरी देखिस् बसौँ न एकछिन के भयो र किन आत्तिने हो बसौँ यता बसौँ बनठाँटी हिल ल हामीले हिजो उल्लेरी बाइनोकुलरले हेरेको थियौँ नि उल्लेरीबाट यही घर हो ल यो चाहिँ उल्लेरी बजार फोन गरेको थियो दाइ के अरे हजुर बिजी थियो होटल नि एउटा मात्र के है वाह कति राम्रो ढुङ्गा के छानो अब यो बनठाँटीबाट हामी सिधै तल ओह्रालो झरेर खोलामा झर्छौँ र त्यसपछि टाढा पानी भनेको ठ्याक्कै त्यही भन्ज्याङमै हो उकालो चढेपछि त्यो भन्ज्याङमा टाढा हामी चाहिँ अहिले यो बनठाँटीमा छौँ पानी पो पर्ला छ त हेलो होइन अस्ति म एबिसी जाँदाखेरि पनि त्यो खासै त्यो छोमरोङतिर चाहिँ 1-2 ठाउँमा भयो त्यो एबिसीको रुटमा कहीँ पनि राम्रो गुराँस नआउ क्या हजुर एक साल राम्रो खालको फल्दैन बाटोमा नेपालीहरू चाहिँ खासै त्यति नभेटिने होइन अब हामी टाढा पानी आइपुग्नु बेला भयो आइपुग्यो ए ल ल ठुला ठुला होटलहरू खुले छन्
हिमालयन टुरिस्ट त्यही हो हिमालयन टुरिस्ट ल हाम्रो होस्टेल पनि आइपुग्यो ल टाढा पानी ल यही हो हामी बस्ने होटल आज ल आज हाम्रो बसाइ चाहिँ यही होटलमा है